अपरेसन गरेर बाबुलाई जन्म दिएपछिको मेरो अवस्था म तपाईँहरूलाई चाहिँ भन्छु है साथीहरू। म चाहिँ बाबुलाई जन्म दिइसकेपछि चाहिँ मलाई बाबुलाई एनआइसियुमा राखियो होइन। अनि त्यसपछि चाहिँ मलाई पनि छुट्टै ठाउँमा राखिएको थियो। म चाहिँ पुरै यस्तो उत्तानो परेर बसेको सुतेको हुन्छ नि त। अनि त्यसपछि तपाईँले यता हलचल केही गर्न सक्नुहुन्न क्या आफ्नो शरीरलाई, किनकि बरु मुडो हल्लिएला तर तपाईँको शरीर चाहिँ हल्लिँदैन। तपाईँ चाहिँ त्यो सिचुएसनमा हुनुहुन्छ होइन। अनि त्यसपछि तपाईँलाई यति धेरै तिर्खा लागेको हुन्छ तर तपाईँले पानी पिउन पाउनु हुँदैन। पानी चाहिँ मलाई मेरो अमाजु दिदीले एउटा बोतलको बिर्कोमा चाहिँ थोरै थोरै गरेर चाहिँ दिनुभएको थियो। त्यो पानी पनि मेरो लागि यति अमृत सरह भएको थियो है। सायद मेरो अगाडि चाहिँ एक गाउरी पानी भएर खान्छस् भने पनि मैले त्यो गाउरीको सबै पानी सक्थेँ जस्तो तिर्खा लाग्छ क्या त्यति बेला है। तपाईँ केही गर्न सक्नुहुन्न। अनि घरिघरि अब आफन्तहरू भेट्न आउनुहुन्छ, जानुहुन्छ, आउनुहुन्छ, जानुहुन्छ होइन। तर तपाईँ हलचल केही गर्न सक्नुहुन्न साथीहरू। अनि तपाईँको अब के अरे त्यो के भन्छ पिसाब पनि त्यही नली लगाएको हुन्छ, त्यहीबाट जान्छ होइन। अनि तपाईँले केही गर्नु पर्दैन तर कति गाह्रो भएको हुन्छ भन्ने कुरा होइन। अनि त्यसपछि अब भोलिपल्ट चाहिँ बल्ल तपाईँलाई रातो चिया अनि पानी दिन्छ। अनि अपरेसन गरेपछिको बेफाइदा भनेको तपाईँले एकदम ग्यामगुम खान पाउनुहुन्न क्या। भोक लागेछ भने नि मजाले खान पाइएन क्या, थोरै 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 गर्दै खानु पर्यो होइन। अनि थोरै थोरै गर्दै खानु पर्यो। अनि त्यसपछि अब पालो आउँछ साथीहरू हिँड्ने। ओ माई गड, हिँड्दाखेरि त ओहो नि फर्स्ट टाइम अपरेसन गरेर हिँड्दाको पीडा होइन। मैले अहिले हाँसेर भन्दैछु साथीहरू तर त्यति बेला कति गाह्रो भएको थियो होइन। त्यो पीडा त सबैलाई हुन्छ बिचरा है। यति गाह्रो हो, म त धानै नसके जस्तो क्या, यो त उभिनै टेक्नै नसके जस्तो भएको क्या है। कति गाह्रो भयो। अनि पहिलोपटक चाहिँ के अरे के भन्छ त्यो पहिलोपटक वासरुम जानुको पीडा है, त्यो पनि तपाईँहरूलाई थाहै होला। यति गाह्रो यति पीडादायक छ है। अनि उठेर अनि फेरि बेडमा गएर बस्दाको पीडा, ओ माई गड भन्दिनँ साथीहरू। धेरै भन्यो भने फेरि कति प्रेग्नेन्ट मामाहरू हुनुहुन्छ अनि तपाईँहरूले चाहिँ फेरि चित्त दुखाउनुहुन्छ क्या। अनि हामीलाई कस्तो डर लाग्यो भन्नुहुन्छ, त्यही भएर यति